नमस्ते, एकाडेमी अफ टेक्निकल एनालिसिस एटिए च्यानलमा स्वागत छ यहाँहरूलाई। आज हामी नेप्सेको प्राविधिक विश्लेषण तथा टेक्निकल एनालिसिस समरी लिएर यहाँहरूमा उपस्थित भइसकेका छौँ। आज हामी केही टेक्निकल इन्डिकेटर र प्राइस एक्सनको आधारमा ओभरअल नेप्सेको बिहेभियर तथा सेन्टिमेन्टको स्थिति के छ भनेर व्याख्या विश्लेषण गर्नेछौँ। सर्वप्रथम डाउ थ्योरी तथा ट्रेन्ड एनालिसिसको आधारमा नेप्सेलाई व्याख्या विश्लेषण गर्दा डाउ थ्योरी अनुसार मार्केटको तीनवटा मुभ हुन्छ, प्राइमेरी मुभ, सेकेन्डरी मुभ र माइनर मुभ। सामान्यतया प्राइमेरी मुभलाई चाहिँ मन्थली चार्टमा हेर्ने गरिन्छ भने सेकेन्डरी मुभलाई चाहिँ विकली चार्टमा हेर्ने गरिन्छ भने माइनर मुभलाई चाहिँ डेली चार्टमा हेर्ने गरिन्छ। यति बेला हाम्रो स्क्रिनमा नेप्सेको मन्थली चार्ट छ। नेप्सेले एउटा अल टाइम हाई लगाइसकेपछि निरन्तर बेरिस मुभतिर अगाडि बढ्ने क्रममा करिब 28 महिनाको आफ्नो बिस यात्राको दौरानमा नेप्सेले चाहिँ पछिल्लो एउटा प्राइमेरी ट्रेन्डमा लोएस्ट लो चाहिँ 1806.95 को एउटा लोएस्ट लो फर्म गरेको थियो। तत्पश्चात नेप्से केही अगाडि बढ्ने क्रममा एउटा स्विङ फर्म गरेको थियो, जुन स्विङ चाहिँ प्रिभियस स्विङभन्दा लोअर भएकोले यसलाई चाहिँ डाउ थ्योरीको भाषामा लोअर हाई भनिन्छ। त्यसपछि नेप्से केही घट्ने क्रममा 1811.32 मा आफ्नो करेक्सन कम्प्लिट गरेको थियो, जुन करेक्सन चाहिँ प्रिभियस करेक्सनभन्दा हायर भएकोले यसलाई चाहिँ डाउ थ्योरीको भाषामा हायर लो भनिन्छ। फेरि नेप्से केही बढ्दै अगाडि जाने क्रममा आफ्नो एउटा स्विङ फर्म गरेको थियो, जुन स्विङ चाहिँ प्रिभियस स्विङभन्दा हायर भएकोले यसलाई चाहिँ डाउ थ्योरीको भाषामा हायर हाई भनिन्छ। फेरि नेप्से घट्दै नेप्सेले आफ्नो करेक्सन चाहिँ 1807.53 मा आफ्नो करेक्सन कम्प्लिट गरेको थियो, जुन करेक्सन चाहिँ प्रिभियस स्विङभन्दा लोअर भएकोले यसलाई चाहिँ डाउ थ्योरीको भाषामा लोअर लो भनिन्छ। त्यसपछि नेप्सेले एउटा लोअर हाई फर्म गर्यो, फेरि घट्ने क्रममा नेप्सेले एउटा हायर लो फर्म गर्यो, फेरि बढ्ने क्रममा एउटा लोअर हाई फर्म गर्यो र फेरि घट्ने क्रममा एउटा हायर लो फर्म गर्यो। तत्पश्चात नेप्से एग्रेसिभ मुभमा अगाडि जाने क्रममा एउटा स्विङ फर्म गर्यो, जुन स्विङ चाहिँ प्रिभियस स्विङभन्दा हायर भएकोले यसलाई चाहिँ डाउ थ्योरीको भाषामा हायर हाई भनिन्छ। त्यसपछि नेप्से केही घट्ने क्रममा एउटा करेक्सन कम्प्लिट गर्यो, जुन करेक्सन चाहिँ प्रिभियस करेक्सनभन्दा हायर भएकोले यसलाई चाहिँ डाउ थ्योरीको भाषामा हायर लो भनिन्छ। यसरी नेप्से अहिले चाहिँ हायर हाई र हायर लोको सिरिजमा एउटा रेन्जमा बसेको छ। योबाट के सङ्केत गर्न सकिन्छ भने नेप्सेको प्राइमेरी ट्रेन्ड चाहिँ अहिले स्पष्ट बुलिस भए पनि एउटा रेन्जमा बसेको छ र अहिले चाहिँ हायर हाई स्टिल पेन्डिङ छ। त्यसैगरी नेप्सेको माइनर ट्रेन्डलाई हेर्ने हो भने नेप्सेले आफ्नो माइनर ट्रेन्डको लोएस्ट लो चाहिँ 1806.95 मा लगाएको थियो। तत्पश्चात नेप्से के अगाडि बढ्ने क्रममा एउटा स्विङ फर्म गरेको थियो, जुन स्विङ चाहिँ प्रिभियस स्विङभन्दा लोअर भएकोले यसलाई डाउ थ्योरीको भाषामा लोअर हाई भनिन्छ। फेरि नेप्से केही घट्दै करेक्सन हुने क्रममा 1811.32 मा आफ्नो करेक्सन कम्प्लिट गरेको थियो, जुन करेक्सन चाहिँ प्रिभियस करेक्सनभन्दा हायर भएकोले यसलाई चाहिँ डाउ थ्योरीको भाषामा हायर लो भनिन्छ। फेरि नेप्से अगाडि बढ्ने एउटा स्विङ फर्म गरेको थियो, जुन स्विङ चाहिँ प्रिभियस स्विङभन्दा हायर भएकोले यसलाई चाहिँ डाउ थ्योरीको भाषामा हायर हाई भनिन्छ। त्यसपछि नेप्से फेरि घट्ने क्रममा 1807.53 मा आफ्नो करेक्सन कम्प्लिट गरेको थियो, जुन करेक्सन चाहिँ प्रिभियस करेक्सनभन्दा लोअर भएकोले यसलाई डाउ थ्योरीको भाषामा लोअर लो भनिन्छ। त्यसपछि नेप्सेले एउटा लोअर हाई फर्म गर्यो, फेरि घट्ने क्रममा एउटा हायर लो फर्म गर्यो, फेरि बढ्ने क्रममा एउटा लोअर हाई फर्म गर्यो, फेरि घट्ने क्रममा हायर लो फर्म गर्यो। तत्पश्चात नेप्से एग्रेसिभ मुभमा अगाडि बढ्ने क्रममा एउटा हायर हाई फर्म गर्यो, जुन चाहिँ प्रिभियस स्विङभन्दा हायर भएकोले यसलाई चाहिँ डाउ थ्योरीको भाषामा हायर हाई भनिन्छ। त्यसपछि नेप्सेलाई केही घट्ने क्रममा आफ्नो करेक्सन कम्प्लिट गर्यो, जुन करेक्सन चाहिँ नेप्सेको प्रिभियसभन्दा हायर भएकोले यसलाई चाहिँ डाउ थ्योरीको भाषामा हायर लो भनिन्छ। त्यसपछि नेप्सेले एउटा बिचमा लोअर हाई फर्म गर्यो, फेरि एउटा हायर लो फर्म गर्यो। अहिले चाहिँ स्टिल हायर हाई र हायर लोको बिचमा रनिङ भएर बसिरहेको छ। अहिले चाहिँ नेप्सेको सेकेन्डरी ट्रेन्ड स्टिल हायर हाई र हायर लोको बिचमा अगाडि बढिरहेको छ। यसबाट के सङ्केत गर्न सकिन्छ भने नेप्सेको सेकेन्डरी ट्रेन्ड पनि स्टिल हायर हाई र हायर लोको बिचमा रनिङ भएकोले प्योर बुलिस अवस्थामा भए तापनि एउटा रेन्जमा बसेको छ। त्यसैगरी नेप्सेको माइनर ट्रेन्डलाई हेर्ने हो भने नेप्सेको माइनर ट्रेन्ड चाहिँ क्लियरली साइडवेजको स्थितिमा पुगेको छ। न त यसले क्लियरली हायर हाई र हायर लो फर्म गरेको छ भने न त यसले क्लियरली लोअर हाई र लोअर लो र लोअर हाई फर्म गरेको छ। यदि यस्तो प्रकारको नेचर तथा क्यारेक्टर देखा पर्दछ भने यसलाई डाउ थ्योरीको भाषामा मिक्स ट्रेन्ड अथवा साइडवेज ट्रेन्ड भनिन्छ। यसरी डाउ थ्योरीको भाषामा सरसट्टि हेर्ने हो भने नेप्सेको प्राइमेरी ट्रेन्ड र सेकेन्डरी ट्रेन्ड बुलिस भए तापनि एउटा रेन्जमा बसेको छ भने नेप्सेको माइनर ट्रेन्ड चाहिँ साइडवेजको स्थितिमा पुगेको छ। त्यसैगरी नेप्सेलाई बोलिङ्गर ब्यान्डको एङ्गलबाट हेर्दा यो एक मार्केटको मोमेन्टम तथा भोलाटिलिटी चेक गर्ने इन्डिकेटर हो।
सामान्यतया बोलिङ्गर ब्यान्डको नेचर कस्तो हुन्छ भनेपछि यदि मार्केट बुलिस अवस्थामा भएको खण्डमा बोलिङ्गर ब्यान्डको लोअर ब्यान्ड र मिडल ब्यान्डले सपोर्ट तथा टेवाको रूपमा काम गर्दछ। यदि मार्केट बेरिस अवस्थामा भएको खण्डमा बोलिङ्गर ब्यान्डको उपर ब्यान्ड र मिडल ब्यान्डले रेसिस्टेन्स तथा अवरोधको रूपमा काम गर्दछ। र अर्को नेचर कस्तो हुन्छ भनेपछि बोलिङ्गर ब्यान्डको तीनवटा ब्यान्डहरू उपर ब्यान्ड, मिडल ब्यान्ड र लोअर ब्यान्ड मध्ये यदि उपर ब्यान्ड चाहिँ मिडल ब्यान्डतिर झुकेको र लोअर ब्यान्ड चाहिँ मिडल ब्यान्डतिर फर्केको यदि यस्तो प्रकारको प्याटर्न देखा पर्दछ भने यसलाई टेक्निकल एनालिसिसको भाषामा बोलिङ्गर ब्यान्डको स्कुज भनिन्छ। जब बोलिङ्गर ब्यान्ड स्कुज फर्ममा आउँदछ तब यसले एउटा नयाँ मोमेन्टम क्रिएट गर्ने गर्दछ जुन मोमेन्टम पावरफुल हुने गर्दछ। बोलिङ्गर ब्यान्ड स्कुज पश्चात यदि यसले अपसाइड ब्रेक गर्छ भने यसले बाइङ प्रेसर तथा बुलिस मोमेन्टम हाबी भएको संकेत गर्दछ अथवा हाम्रो लागि बाइङ अपर्च्युनिटी क्रिएट गर्दछ। यदि यसले डाउनसाइड ब्रेक गर्दछ भने यसले थप सेलिङ प्रेसर तथा बेरिज मोमेन्टम हाबी भएको संकेत गर्दछ। अहिले बोलिङ्गर ब्यान्डको तीनवटा रेखाहरू उपर ब्यान्ड, लोअर ब्यान्ड र मिडल ब्यान्ड प्यारलल रूपमा अगाडि बढेको स्थिति छ। यसले के कुराको संकेत गर्दछ भने बोलिङ्गर ब्यान्ड चाहिँ अहिले मोमेन्टम लेसको स्थितिमा छ भन्ने कुराको संकेत गर्दछ। साथै यसले साइडवेज मार्केटलाई पनि संकेत गर्ने गर्दछ। त्यसैगरी नेप्सेलाई क्लासिकल एप्रोचको एंगलबाट हेर्दा यो एक मार्केटको ट्रेन्ड पत्ता लगाउने परम्परागत धारणा हो। यस धारणाबाट मार्केट कुन दिशातिर गइरहेको छ भन्ने कुरा थाहा पाउन सकिन्छ। देखाइएको डेली चार्टमा रातो रेखा 200 दिनको औसत मूल्य रेखा हो भने कालो रेखा चाहिँ 50 दिनको औसत मूल्य रेखा हो भने हरियो रेखा चाहिँ 20 दिनको औसत मूल्य रेखा हो। यी औसत मूल्य रेखाहरूलाई सामान्यतया सपोर्ट तथा रेसिस्टेन्सको रूपमा पनि प्रयोग गर्ने गरिन्छ भने 200 दिनको औसत मूल्य रेखाले लङ टर्मको ट्रेन्डलाई जनाउँदछ भने 50 दिनको औसत मूल्य रेखाले मिड टर्मको ट्रेन्डलाई जनाउँदछ भने 20 दिनको औसत मूल्य रेखाले सर्ट टर्मको ट्रेन्डलाई जनाउँदछ। सामान्यतया क्लासिकल एप्रोचलाई डेली चार्टमा मात्र हेर्ने गरिन्छ। अन्य सिम्पल मुभिङ एभरेजहरूलाई चाहिँ जुनसुकै टाइम फ्रेममा पनि हेर्न सकिन्छ भने यसलाई चाहिँ डेली चार्टमा मात्र हेर्ने गरिन्छ। यदि 200 दिनको औसत मूल्य रेखाभन्दा 50 दिनको औसत मूल्य रेखा माथि र 50 दिनको औसत मूल्य रेखाभन्दा 20 दिनको औसत मूल्य रेखा माथि छ भने यसले प्योर बुलिश ट्रेन्डलाई जनाउँछ। यसको ठीक अपोजिट यदि 200 दिनको औसत मूल्य रेखाभन्दा मुनि 50 दिनको औसत मूल्य रेखा र 50 दिनको औसत मूल्य रेखाभन्दा 20 दिनको औसत मूल्य रेखा अथवा यी तीनवटै औसत मूल्य रेखाभन्दा मुनि प्राइस छ भने यसले प्योर बेरिश ट्रेन्डलाई जनाउँछ। यदि तीनवटै रेखाहरू एक आपसमा सँगसँगै टाँसिएर अगाडि बढ्दछन् अथवा एकदमै नजिक आएर अगाडि बढ्दछन् भने यसले साइडवेज मार्केट अथवा मिक्स ट्रेन्डलाई जनाउँछ। यदि 50 दिनको औसत मूल्य रेखाले 200 दिनको औसत मूल्य रेखालाई अपसाइड क्रसर गर्छ अथवा तलबाट माथि क्रसर गर्छ भने यसलाई चाहिँ टेक्निकल एनालिसिसको भाषामा गोल्डन क्रसर भनिन्छ। यदि यस्तो प्याटर्नमा मार्केटमा देखियो भने यसले बाइङ प्रेसर तथा बुलिश मोमेन्टम हाबी भएको संकेत गर्दछ अथवा हाम्रो लागि चाहिँ बाइङ अपर्च्युनिटी क्रिएट गर्दछ। त्यसैगरी यदि 50 दिनको औसत मूल्य रेखाले 200 दिनको औसत मूल्य रेखालाई डाउन साइड क्रसर गर्छ अथवा माथिबाट तल क्रसर गर्छ भने यसलाई टेक्निकल एनालिसिसको भाषामा डेथ क्रसर भनिन्छ। यदि मार्केटमा डेथ क्रसरको क्यारेक्टर देखियो भने यसले थप सेलिङ प्रेसर तथा बेरिश मोमेन्टम हाबी भएको संकेत गर्दछ। अहिले डेली चार्टमा तीनवटै औसत मूल्य रेखाहरू एक आपसमा सँगसँगै टाँसिएर अगाडि गएका छन् भने कहिले 20 दिनको औसत मूल्य रेखाले अपसाइड क्रसर गरेको छ भने कहिले चाहिँ डाउन साइड क्रसर गरेको छ। यदि यस्तो प्रकारको क्यारेक्टर तथा प्याटर्न देखा पर्दछ भने यसलाई चाहिँ मिक्स ट्रेन्ड अथवा साइडवेज ट्रेन्ड भनिन्छ। जब मार्केट साइडवेज ट्रेन्डमा जान्छ तब चाहिँ वेट एन्ड सीको पोलिसी अथवा रणनीति अपनाउँदा बेटर हुने गर्दछ। त्यसैगरी नेप्सेलाई प्राइस एक्सनको एंगलबाट हेर्ने हो भने अहिले चाहिँ हामी नेप्सेको विकली चार्टमा छौं। यति बेला नेप्से चाहिँ 52 हप्ताको औसत मूल्य रेखामा सपोर्टली बसेको छ भने त्यही जोनमा ट्रिपल इनसाइड बार क्यान्डलस्टिक प्याटर्न फर्म गरेको छ र यो प्याटर्न आफैमा एक रिभर्सल क्यान्डलस्टिक प्याटर्न हो। सामान्यतया यसको नेचर कस्तो हुन्छ भनेपछि यदि ट्रिपल इनसाइड बार क्यान्डलस्टिक प्याटर्नको अपसाइड ब्रेक हुन्छ भने यसले थप बाइङ प्रेसर तथा बुलिश मोमेन्टम हाबी भएको संकेत गर्दछ अथवा हाम्रो लागि बाइङ अपर्च्युनिटी क्रिएट गर्दछ। यदि यसको डाउन साइड ब्रेक हुन्छ भने यसले थप सेलिङ प्रेसर अथवा बेरिश मोमेन्टम हाबी भएको संकेत गर्छ। अहिले आरएसआई चाहिँ न्यूट्रल जोनमा अथवा नन ट्रेडिङ जोनमा प्रवेश गरेको छ अथवा यसले मोमेन्टम लुज गरेको स्थितिलाई संकेत गर्दछ। यसरी समग्र नेप्से समरीको सारांश भन्नुपर्दा नेप्सेको प्राइमेरी ट्रेन्ड र सेकेन्डरी ट्रेन्ड बुलिश भए तापनि
एउटा रेन्जमा बसेको छ भने माइनर ट्रेन्ड चाहिँ क्लियरली साइड वेजको स्थितिमा छ। साइड वेजको स्थितिमा वेट एन्ड सीको पोलिसी अपनाउँदा बेटर हुने गर्दछ। यदि आगामी दिनहरुमा ट्रिपल इनसाइड बार क्यान्डलस्टिक प्याटर्नको अपसाइड ब्रेक हुन्छ र आरएसआई चाहिँ 60 भन्दा माथि सस्टेन हुन्छ भने यसले थप बाइङ प्रेसर तथा बुलिश मोमेन्टम हाबी भएको संकेत गर्दछ। तर यसले अपसाइड ब्रेक नगरी डाउनसाइड ब्रेक गर्दछ भने हामीलाई थप सस्तो दाममा शेयर खरिद गर्ने सुनौलो अवसर प्राप्त हुन सक्दछ। जाँदा जाँदै यहाँहरुलाई के भन्न चाहन्छु भने हामीले ट्रेड गर्ने भनेको नेप्से इन्डेक्सलाई आधार मानेर भन्दा पनि सब इन्डेक्स सेक्टरको इन्डिभिजुअल कम्पनीलाई आधार मानेर ट्रेड गर्दा चाहिँ अहिलेको समयमा बेटर होला भन्दै शेयर शिक्षा सम्बन्धी यस्तै शिक्षामूलक भिडियोहरू हेर्न चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानल एकाडेमी अफ टेक्निकल एनालिसिस अथवा एटीए च्यानललाई लाइक, सब्स्क्राइब र शेयर गर्नु होला भन्दै यहाँहरुबाट बिदा हुन चाहन्छु। थ्यांक यू।